आखिर यो मानव मानव बीचको सम्बन्ध केले टिकेको जस्तो हजुरहरूलाई लाग्छ? मेरो नजरबाट चाहिँ विश्वासमा टिकेको हो जस्तो लाग्छ। किनभने हामीले एउटा अन्जान मान्छेसँग विश्वास गरेर कुनै पनि सामान अनलाइन मगाउँछौँ, आफ्नो क्रेडिट कार्डहरूको डिटेलहरू हालेर। त्यसै गरी हामीले एउटा डक्टरमाथि पूर्ण विश्वास लिएर अब उहाँसँग हाम्रो पर्सनल चिन्जान हुँदैन, तर उहाँले दिएको औषधिहरू खान्छौँ, उहाँले भन्नुभएको उपचारहरू गर्छौँ। नचिनेको हुन्छ हामीले यात्रा गर्ने गाडीको ड्राइभर पनि, तर उहाँको विश्वासमा हामी जस्तो सुकै जोखिमपूर्ण बाटोमा पनि यात्रा गर्छौँ। अनि आकाशमा उड्ने प्लेनमा को यात्रा पनि गर्छौँ हामीले, उहाँ त्यो पाइलटसँग हाम्रो चिन्जान हुँदैन, तर एउटा के हुन्छ त यो सबै सम्बन्ध जोड्ने आधार भनेको एउटा विश्वास हुन्छ। त्यसैले संसार विश्वासमा टिकेको छ। हामी यसरी अन्जान व्यक्तिहरूसँग त आँखा चिम्लेर यसरी विश्वास गरेर हाम्रो आफ्नो गन्तव्यमा पुग्छौँ भने तपाईले आफ्नो फ्युचर सेक्योरको लागि तपाईले आफैले कति विश्वास गर्नुभएको छ, अनि अहिले आफ्नो भविष्यमा देखेको सपनाको लागि तपाईले आफैले विश्वास गरेर कस्तो कदमहरू चाल्नलाई तपाईँ रेडी हुनुहुन्छ? एकचोटि सोच्नुहोस् त। हो, तपाईले हामीले आफैले विश्वास गऱ्यौँ भने मात्र हामीले आफूले चालेको सपनाहरू पुरा हुन्छ भन्ने मलाई लाग्छ। यसमा यहाँहरूको धारणा के छ? कृपया कमेन्टमा भनिदिनु होला है त। थ्याङ्क यू।